एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अगेन। आजको नयाँ दिन एक्चुअली एकदम गर्मी छ युकेमा अहिले। हामी चाहिँ आज डिनरको लागि 12 जनाको लागि रेडी भएको। आज मेरो माइजू बबी गुरुङले आज हामीलाई सबैलाई डिनर अर्गनाइज गर्नुभएको छ रेस्टुरेन्ट डुङ्गामा। हेर्नुहोस् त यो मेरो फ्रक, यो चाहिँ सिनबाट अर्डर गरिदिनु भएको। यो चाहिँ मेरो पारो दिदीले। अनि यो ब्याग चाहिँ लास्ट इयर मेरो माइजूले मलाई किनिदिनु भएको, बबी गुरुङ मेरो माइजू कान्छी माइजूले। अनि हेर्नुहोस् कस्तो देखेको छ मलाई, यति एक्साइटेड छु एक्साइटेड छु कि अब जानको लागि नक्कल पारेर गर्मीमा पनि है। अब के गर्छु म देखाउँछु। यहाँ बहिनीलाई लिन आएको। बहिनी त दुब्ला छ भाउजू, खतरा है। ल हेर कस्तो प्रिन्सेस देखेको है। ल हामी चाहिँ अब अहिले चाहिँ अल्टो सोरमा आइपुगेको छौँ है। भाउजू इज द ड्राइभिङ अनि अरू सबजना भाउजूको प्यासेन्जरहरू पछाडि ब्याक साइडमा छ है। ल है, ल अब हामी छिट्टै नै अब कारबाट निस्केपछि अनि फेरि हाम्रो के हुन्छ म देखाउँछु। ल 40 कटेको बुढी ल अब हामी चाहिँ अल्टोसोरमा आइपुग्यौँ। भाबीले गाडी पनि पार्क गर्नुभयो। ल अब हामी गाडी कसरी पार्क गर्यो? कसरी पार्क गर्नुभयो भाउजू? कसरी पार्क गर्यो गाडी? कस्तो खुसी भएछ बहिनी? विजय कान्छी खुसी छौ? अब यहाँ खानुभन्दा नि बढी अब यहाँ साथीसँग भाउजूसँग अब भेटघाट भएर इन्जोय गर्ने। अब आजको रात चाहिँ हामी भेटेको होइन, यस्तो खुसी भन्छ, यस्तो खुसी भन्छ, भुइँमा खुट्टै छैन भने। ल है, ल देख्नु भयो हामी हाम्रो खुसी भएर कस्तो छ, भुइँमा खुट्टी छैन है। ल अब फाइनली अब हामी स्टिल डुङ्गा पुगेको छैन। ल है के गर्ने, बाटो अन द वे चाहिँ हामी फेरि टिकटक गर्नु पर्यो, फोटोसुट गर्नु पर्यो होइन भाउजू? तर गर्ने म हो कि भाउजू इज भेरी सिम्पल एन्ड भेरी भेरी गुड गर्ल है। हामी डुङ्गामा आएको त्यही भएर ढिलो भयो। अब डुङ्गाकोमा जानको लागि अब हाफ वे त भइसकेको छ हाम्रो है। अब त एकदम सबैजनालाई भोक पनि लागिसकेको छ है। ल अब त एकदमै छिटो भित्र जाने अनि भित्र गएर गम 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 खाने। ल अझै पुगेको छैन? पुगेको छैन? ल ल ल ओके ल है। अब डुङ्गा आइपुग्नै लाग्यो। ल फाइनली हामी आइपुग्यौँ डुङ्गामा। अब हाम्रो लागि भित्र टेबल बुक गरिराख्नु भएको छ माइजूले। अब वी आल गोइङ इनसाइड, लेट्स गो। ल हाम्रो दिदी बजाइ बसिराख्नु छ, यो सबै हाम्रै हो। ल ठिक छ। ल हेलो बहिनी, यता बस्यो भने नो प्रब्लम। ल मेरो बहिनी आउन ल भइहाम। ल ओके तर मेरो चाहिँ मेनी टाइम आइसकेँ। मलाई खाना एकदम मनपर्छ, त्यसले गर्दाखेरि हाम्रो एभ्री फङ्सनमा चाहिँ हामी प्रायः फर्स्ट चोइस चाहिँ हाम्रो मेरो छ। नमस्ते दिदी, नमस्ते दाई, नमस्ते नमस्ते। हेलो भनिदिनु मेरो भ्लगमा, हेलो भनिदिनु। मेरो दिदी दाइलाई नै भेटिहाल्यो नि। हेलो विजय। ल है आउनु नपर्ने बल्ल हामी फोटोसुट अनि भिडियो सुट बल्ल अब खाना अर्डर गर्ने। बर्थडे गर्ल चाहिँ आउँदैछ है। अहिले त के गर्ने, हामी एकदम तिर्खा लाग्यो गर्मीले गर्दाखेरि। सरी बर्थडे गर्ल, वी ड्रिङ्क सेन्टर। ल ह्याप्पी बर्थडे गर्ल। यो त सबैजनाको तर्फबाट है। ल बर्थडे गर्ल है। हेलो मामा, हेलो मामा आउनुहोस्। इन्जोय। रक्सी खिच्दा केही हुनु? दाइ हाम्रो ड्रिङ्क्स के हो दाइ? मामा तपाईँको ड्रिङ्क्स के हो खै हेरौँ। वाउ, Like this. कोक फ्रम नेपाल हो। Yeah, from सेम लाइक मेड इन नेपाल। मेरो भाउजूले त रेस्टुरेन्ट राख्ला जस्तो गर्दैछ भाइ।
रेस्टुरेन्टमा राख्नु पर्ला आयो 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 यो गिलो चाहिँ यता सम्झिँदै थियो भने त थ्याङ्क यू बहिनी र एउटा चाहिँ हाम्रो यो के हो? है गिलो चटपटे है यो Okay. चाहिँ फ्री फ्री ओके इन्जोय इन्जोय हामी जानु तपाईँको प्लेटहरू विषय नहरेकै डार्लिङ मेरो मामा बहिनी मिठो 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 हाम्रो दाइको के हो त्यही हो दाइ तपाईँको मिठो ओ माई गॉड मिठो रहेछ यो चाहिँ गिलो चटपटे नखाएर भन्नु त माइजू कस्तो भन्छ कस्तो माइजू मिठो रेखा बच्चाको फेभरेट रे है भाबी जान कस्तो छ हाल पनि चाहिँ सम्झाले आशा I'm enjoying the food. यो चाहिँ यहाँको स्पेसल है पोर्क खिर डुङ्गा रेस्टुरेन्टको सबैजनाले अब इन्जोय गर्दै हुनुहुन्छ ल अब यहाँ आए ल बहिनी ल यस के त मामा यो हो ल यहाँको चाहिँ ब्ल्याक चाट यो चाहिँ मैले सेकेन्ड टाइम खाएँ बहिनी यस्तो है बाबु दिस इज फर द ब्ल्याक चाट बहिनी लास्ट टाइम त पुरा फ्राई कति थरीको यो भन्नु पर्थ्यो मलाई किन नभनेको त तिमीले ओ माई गड हो सुप पाइन्छ नि बहिनी ए ल सुप त सबैलाई हामी सबै सुप खाने यो बच्चाहरूलाई थाहा छैन वी डोन्ट नो है त्यो भन्नु पर्दो रहेछ है थाहा थिएन नि त मलाई अस्ति तपाईँको बर्थडे स्पेसल भएर मलाई थ्याङ्क यू मेरो बहिनी आज मेरो माइजूको पनि थियो नि त हामी कस्तो थाहा भएन नि त बहिनी ओ माई गड हाफ चिकन हाफ पोर्क यो चाहिँ आज मेरो माइजूको बर्थडेमा यो चाहिँ मोमो स्पेसल है डुङ्गामा डुङ्गा रेस्टुरेन्टमा डुङ्गाको मोमो है ल है मामा इन्जोय गर्ने ल सबैजना ल एकै इन्जोय एभ्री वान ल माइजू ल लिनुहोस् बजै माइजू थ्याङ्क यू बहिनी भन्नुहोस् है मलाई ओके बहिनी मामा लिनुहोस् मेरो भाइको फोटोसुट मामा है मामा भाइले इन्जोय गर्ने ल मामा Cheers everyone and happy birthday to you मेरो माइजू डार्लिङ राजा माइजूको भ्लग हेरेको so juicy tasty मन खुस भयो है अब तपाईँले पनि खानु दिस इज द लार्ज मोमो खानु मेरो मामा प्लिज खानु इन्जोय कस्तो छ मेरो बहिनी मिठो रहेछ मोमो तपाईँ है इन्जोय हेलो बेबिज मेरो बहिनी मेरो भाइ यहाँ छ इन्जोय गर्दैछ है अनि यतातिर चाहिँ मेरो दिदी बजै विजय भाबी जान मामा भन्नु मामा कस्तो भन्छ है डुङ्गाको मोमो खाएर कस्तो भन्नु है कस्तो मामा मिठो सही अब चाहिँ अगाडि पनि यो गाउँवाला ट्राई गर्छु गाउँवाला मोमो है Bruno said, your boss, so I'm going to stop buying with my third leg. He's like, bro, what's the third leg? And he's like, मिठो न चिकन अझ मिठो nah, then Bruno said, we will have them. And then somebody was like, do we? Started looking down. देख्नु भयो मामा भन्छु This guy's actually देख्यो दुईचोटि हातमा पुग्दै सखा त्यो एउटा खाउँदा खाउँ न त ल ल उता आयो so many of your friends at the basketball court. आज चाहिँ लार्ज ढुङ्गाको मोमो ट्राई गरेको है लार्जवाला Yeah, brown त्यो चाहिँ धराने मोमो है पोर्कको glasses. बिचरा पुगेन क्या सोधेको थियो नि बिचरा दिस द चिकन वान राउन्ड वान है
One मिनटमा अल फिनिस भने कस्तो भोक लाग्छ भने यस्तो इन्तजारमा बस्यो है तिनवटा पुगेर भन्यो भने त 1 मिनटमा यो छ हालत है सबैको सब फिनिस भाउजू लिनु न प्लिज ल जय हरि गरिदिनु होला अब लास्टमा चाहिँ मटन करी विथ राइस सुरुमा त योबाट सुरु गरौँ न हैन पापड म एकदम अगाएको अवस्थामा छु अहिले मामाले अफर गर्नुभएको छ तर म अफर एक्सेप्ट गर्दिनँ खसीको मासु मेरो बहिनी नो 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 नखाने बहिनी यता होला बहिनी अलिकति यहाँ बाबु खाँदै हुन्छ हामी एक्सेप्ट गर्छौँ मामा मका मेरो बहिनी तिमीलाई सक्छ मेरो मामा गीतका इन्जोय गर्नु पहिला न मोटो मोटो हात भन्छ मैले सहिले मोटो मोटो हात भन्छ अब हामीले चाहिँ लास्ट चाहिँ बहिनी यो चाहिँ आज त हाम्रो यो चाहिँ फ्री फ्री बर्थडे गर्नलाई भन्नु न है मामा यो ओपन गर्ने हो अनि माइतीको बर्थडेको बेलामा किन मामा यसो हल्लिनु पर्छ नि मामा जवानीमा एक्लो किन यस्तो राम्रो राम्रो वर्डिङ रहेछ है थाहै थिएन है जवानीमा कहिले सुन्ने मामा के सुन्दैन यसमा माइजू हुँदैन मामा झिलिमिली भएर गयो हो जामै दिदी बजे होइन गोसेको पाएको क्या यसो हुनु आमा रमाइलो छ आऊ हेर न म त आउन आउन मामाले गम गम खान्छ कि खाना मामा ल भाइलाई धेरै 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 बधाई छ ओपन गर्नुभएकोमा हामी सबैलाई दिदी दिदीले मामा नै आउँछ यो भाइको लागि हो कि फोटो खिच्नु पाइन्छ पाउँदैन त Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Bobby, dear me. Happy birthday to you. Clap, 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 clap. ल हेर्नु यहाँ स्टाइल त फुल्ला धेरै यसरी देखाउनु पर्ने ठ्याक्कै भएको भए के हो यो भिडियो I'll put this in draft. Happy Father's Day मामा Happy Father's Day मलाई कसैले भनेर भनेर अघि नै चित्त दुखाउनु भयो हेर्नु अहिले मामालाई कति राम्रो मामालाई Happy Father's Day मामा Happy Father's Day. कति अघि मलाई कसैले भनेन मैले 7 बजे गरेको हो his live
He always lying. अनि मेन बर्थडे कलको यो फोडा न अनि हैन यो त अब हामीले त हैन खोलेर मलाई देऊ म यहाँ ग्लासमा हाल्छु तिमीले के गरे ल्याऊ आज त मेरो भने जस्तै भएन होला त ल्याऊ भएर फेरि ल्याउ न यो कहिले हो त नि हामीले हो सब अनि अहिले नजिक गएर धेरै भयो होला मान्छे नडेको त पुग्ला फेरि अब यहाँ त पुतली रहेछ ओ बहिनी यो पनि हाल्दै पुग्छ भने हाल्नु पनि त्यो गिलास दिन्छ मलाई अलिकति दे बाबु सेलिब्रेसन हुन्छ होइन राजा कति मेरो ग्लास छ आन्टीहरू हो अब यहाँ मेन चेस्ट गर्नु पर्यो दुब्ला छ त्यो फ्याट होस् दुब्लो हल्ल्याउँदा त्यसो भन्छ कि नि मोटोले के भने त नि मोटर सिक्छ बस्छ बस्ने है मोटरलाई जिस्काएको होला नि तल्पिनाले हो है त्यस्तै हो काकीले के भने हैन बिचरा बिहानी छ है मामा लिनुहोस् एउटा ल म त चेस गर्छु अगाडि अगाडि हात अब मेरो माइती त बेबी भयो सानो बेबी आइपुग्यो यो भरे गएर खोल्छु कि म अहिले खोल्नु न अनबक्सिङ हैन अस्ति भिडियो होला नि त नि अनबक्सिङ गर्ने हैन Yes, that's why pink pink. Cake पनि pink. Thank you. मामा चाहिँ पकाउनु ल्याएन माइती केही पनि हामी त तिमीलाई त ह्याप्पी बर्थडे अनि बालिदी यो पनि आफूलाई मन पर्ने त्यसको बजेट पुग्ने किनेर बिनाकोबाट त रेखा बजे अल्सो यो दिएको चाहिँ राम्रो होइन के यसमा चाहिँ बजेर बिनाको छैन है यो पनि हालिदिएर हामीलाई त बिचरा हामी त केहीले तपाईँले दिने होइन के भिडियो हैन नि त मान्छेले त थपेर दिनुहुन्छ त्यहाँ बुझे थपेर के भान्सीलाई भान्सीलाई बजे दे तैँले नि भान्जीले दिनु पर्दैन भान्जीले कहिले दिन्छ यहाँ चाहिँ रेखा बजेर बिना इन्क्लुडेड है नो इन्क्लुड है यहाँ बिना र रेखा बजे नो इन्क्लुड है यहाँ ल बजे आयो बजे बिनाको चाहिँ मैले ल बिचे अब रेखा बजे नगर ल मलाई यो चाहिँदैन म अलि बेकारी भन्छु बेकारी बेकारी म बिना भन्दा बेकारी भन्छु बच्चा समझ के थपेर मेरो मान्छे राम्रो किन्दैन लानु मेरो यहाँ थप्नुहुन्छ है मामा 1000 प्लस यहाँ थप्नुहुन्छ है यो होइन मलाई त एलपीको ब्याग चाहिन्छ एलपीको ब्याग चाहिन्छ बिना भोलिपर्सि भान्जीले ल्याउँला नि त मेरो मान्छे हग्यो अनि किस चाहिँ हक दिन्छ अघि नै भनेको नो चाहिन्न अरे है कतिकोमा त लामो जोलरमा जाने हो बजे लामो जोलरमा जाने बिना एलपीको ब्यागमा जाने एउटा घरको भाडाले आउँछ एलबीको ब्याग
थाहा छ मेरो मान्छे तिम्रो मुखमा दुध भात घिउ परिजाओस् मेरो घरमा भाडा आइजाओस् भाडा रे म हालिदिन्छु कोन अरे बाबु अर्को नाइफ अर्को नाइफ मागेर बहिनी काटिदिन्छ यस्तो गऱ्यो भने चाहिँ के कोले खाने यहाँ राख्नु सबै बुझाइ भाइ सबैले 1 सेकेन्ड ह्यापी बर्थडे भन्नु ल भाइ 1 सेकेन्ड ह्यापी बर्थडे ह्यापी बर्थडे लङ लाइफ ह्यापी लाइफ लङ लाइफ थ्याङ्क यू सुनारी एउटै कुरा गर्छु बहिनीहरुलाई हालिदिने अरे हाइ गर्नु बसेर चाहिँ छ गटे भन्दै बर्थडे टु यु अब लङ लाइफ हुनु ह्यापी हुनु एउटै कुरा कचुरी भनेको रे कचुरी भनेको अब भोलि ब्लगमा हेर्नु कचुरी भन्नु ब्लग सरी ब्लगमा हेर्नु ब्लग भनेको छ अनि त्यो कचुरी भनेको त खिचेकै छैन है अझै खिचेको छैन हुन्छ नि बिचारा पाक गरेर चम्चाले हराउन हो हुन्छ नि उस के अरे बहिनीहरूलाई यति दियो हुन्छ हुन्छ बहिनी के बस 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 के अरे हवाई जहाज आउँदैछ मेरो हवाई जहाज रिसाइसक्यो के भयो अलिक ज्वाइनीहरू के हाम फर्किनु हर्न हानेको क्या हामीलाई माथि आकाशबाट रकेट हावा हावा ए हावा मामा अब कहिले हुँदैन नेक्स्ट पार्टी मामाको बर्थडेमा माइजू मामाको बर्थडेमा मनाइदिनु पर्छ हामीलाई हामीलाई स्पेशल गिफ्ट इयर्सको मामा 60 इयर्स गरे 5 वर्ष त पुग्न सक्दैन हामी त 60 इयर्स गरे लिनाले भन्छ 1 वर्ष नि पुग्न सक्दैन भन्छ 5 वर्ष यही खाने ल हाम्रो चाहिँ एकदम रमाइलो भयो आज हाम्रो डिनर होइन बहिनी ल यति भन्दै सबैजनालाई मामा केही भन्नु छ वन्स मोर ह्यापी बर्थडे टु माई डियर बुढी ल मामाको बुढी बहिनीको दिदी अनि मेरो माइजू ल ह्यापी बर्थडे वन्स अगेन माइजू डार्लिङ My dear friend Bobby. ल अनि मेरो Happy birthday Bobby बहिनी. बर्थडे कल चाहिँ फोटोसुट हुँदैछ है त्यसले गर्दा हामी यहीँबाट इन्डिङ गर्छौँ आजको लागि चाहिँ ल बाई एभ्री वान गुड नाइट सी यू मेरो नेक्स्ट भ्लगमा